कर्पुटारको मन्दिरमा। आज चाहिँ साउनको अन्तिम सोमबार भएकाले हामी चाहिँ गएका थियौँ कर्पुटार। कर्पुटार चाहिँ कहाँ पर्छ भने लमजुङमा पर्छ। लमजुङको राम बजारबाट अलिकति माथि पुगेपछि आउँछ कर्पुटार। हामी चाहिँ त्यहाँ पूजा गर्नको लागि गएका थियौँ घरबाट रेडी भएर। मैले चाहिँ यो भिडियो वहीँ गएर नै खिचेको हो। आज हामी पूजा गर्नको लागि चाहिँ गएका थियौँ मेरो दिदी र म, अनि हामी चाहिँ हिँड्दैछौँ। हामीले पूजाका लागि चाहिने सबै सामग्रीहरू त घरबाटै लगेका थियौँ, तर केही छुटपुट सामानहरू चाहिँ हामीले त्यही पसलबाट किनेका थियौँ। मेरो दिदीले चाहिँ त्यहाँ पसलबाट बेलपत्रहरू टपरीहरू किनेको थियो। सबै सामानहरू किनिसकेपछि हामी लाग्यौँ मन्दिरतर्फ। मन्दिर चाहिँ त्यहीँ माथि रोडबाट पनि देखिरहेको थियो। मान्छे यति धेरै लाइन थियो नि, हामी त माथिबाट देख्दाखेरि नै धन्दै ढलेनौँ। त्यसपछि हामी हिँड्दै गयौँ। मान्छेहरू धेरै नै आउनु भएको थियो। मलाई त लाग्थ्यो शिवरात्रिमा मात्रै यति धेरै मान्छेहरू हुन्छ होला कर्पुटारमा भनेर, तर होइन रहेछ, साउनको सोमबारमा पनि हुनुहुँदो रहेछ। अनि त्यसपछि हामी यो गेटबाट तल झऱ्यौँ। मान्छेहरूको लाइन यहीँदेखि नै थियो, तर हामी चाहिँ साइडबाट गयौँ। यहाँ चाहिँ कति राम्रो नागको मूर्ति थियो, कस्तो राम्रो। अब हामी चाहिँ लाइन बन्न सक्दैनौँ होला, हामी बाहिरबाट भयो नि पूजा गरेर आऊँ भन्ने सोचेर चाहिँ हामी अगाडि गयौँ। लाइन यति थियो कि हामी त त्यसपछि मेरो दिदी र म हिँड्दै गयौँ अगाडि। त्यहाँ चाहिँ भक्तजनहरू धेरै नै आउनु भएको थियो। पूजा गर्ने मान्छेहरू धेरै नै हुनुहुन्थ्यो। अनि हामी लाग्यौँ अब पूजा गर्नतर्फ। बाहिरबाट नै हामी पूजा गर्ने भनेर हामी तयार भयौँ। त्यसपछि एक ठाउँमा चप्पल राखेर हामी चाहिँ पूजा गर्नको लागि तयार भयौँ, बत्ती बाल्नको लागि। अनि दिदीले चाहिँ पूजा गर्यो, धुप बाल्यो। मैले पनि धुपहरू पूजाहरू गरेर भ्याइसकेको थिएँ। अनि हामी टिका लाएर बाहिर हेरेको त यस्तो हरियाली। अनि त्यसपछि यहाँ चाहिँ भजन कीर्तनहरू भइरहेको थियो, सबैजना नाचिरहनु भएको थियो। अनि मेरो दिदी पनि नाच्यो, अनि म पनि नाचेँ। अनि त्यसपछि लाग्यौँ हामी प्रसाद खानतर्फ। प्रसाद खानको लागि लिएको त ला हामीले त नागको त पूजै गर्न बिर्सेछौँ। अनि त्यसपछि हामी गयौँ नागको पूजा गर्नको लागि। धन्दै हामीले त प्रसाद खाएछौँ। अनि त्यसपछि हामीले त्यहाँ पूजा गरेर अनि हामी बाहिर निस्कियौँ। त्यसपछि बाहिर निस्किएर हेरेको त फेरि लाइन त कति हो कति, तर हामी बाहिरबाट नै पूजा गरेर निस्क्यौँ। अनि हामीले खायौँ कोक, अहिलेको प्रसाद खायौँ रोडमा बसेर। त्यसपछि खाएँ मैले यो मिठाई। अनि हामी दमौली आउनको लागि बस चढ्यौँ। त्यहाँ चाहिँ एकदमै रमाइलो भइरहेको थियो, भजनहरू भइरहेको थियो। हामी दमौली पनि आइपुग्यौँ। त्यसपछि हामी झऱ्यौँ, घर आइपुग्यौँ। थ्याङ्क यू सो मच, बाई बाई।